साले खाते त रानीको छोरा अनि त रानीको छोराले मेरो भ्युजबाट $10 आउँछ भने खाते त पैसामा बिक्ने भिखारी त साले खातेले तैँले ₹1 औकात तैँले $10 औकात छैन रन्डीका छोरा अनि तैँले यस्तो गर्न पाइन्छ तैँले मलाई चाहिँ त्यो भिडियो हाले बाबत मलाई चाहिँ 1 लाख भइसक्यो मलाई चाहिँ $10 आउँछ भने नि त साले खातेले अनि मैले दाइ तपाईले चाहिँ यति रिक्वेस्ट गरेँ कि एउटा दाइ सम्झेर भन्ने कि तपाईँ डिलिट गरिदिनुहुन्छ तपाईँकोबाट भाइरल भइरहेछ भिडियोहरू भनेर गरिदिनु न तपाईँको के जाने तपाईँले जति लाइक भ्युजबाट आउँछ पैसा भन्नु के म हालिदिन्छु मेरो परिवारले हेर्नै सकिरहेको छैनन् कि कस्तो कुरा गरिराख्नु भएको छ बुझ्नु न यति त कति गाह्रो परिरहेको होला के भइरहेको होला त्यो भिडियो डिलिट गरेर फाल्देऊ के तिमीले के पाउँछौ भन न त्यो भिडियो त्यो पोस्ट त्यसको बेइज्जत गरेर के पाउँछौ भने तिमीले वास्तविकता कुरा के हो तिमीले बुझेका छौ त्यो हुनको कारण किन हो तिमीले बुझेका छौ अनि त्यस्तै अर्काको छोरीको जिन्दगीसँग यसरी तिमीले सोशल मिडियामा यसरी चरित्रहीन गर्न पाउँछौ।